कुकरको यो चाहिँ एकदम यहाँ लुज भएको छ है। यस्तो लुज भात पकाउँदा पनि बुढियाले भात डढाकै अब के भएको यसमा बनाइदिनु पर्यो बुढियाको लागि। यसलाई चाहिँ कसरी गर्नुपर्छ भने चाहिँ यसरी दुईटा प्लास चाहिन्छ, दुईटा प्लास। एउटाले यता चेप्ने यतापट्टि, एउटाले यता यसरी चेप्नुपर्छ अनि त्यति घुमाएर चाहिँ यसलाई खोल्नुपर्छ। नभए यसलाई चाहिँ यसरी घुमाएर चाहिँ यसरी पक्रेर घुमाएर यसरी खोल्नुपर्छ यसलाई। म तपाईँलाई अहिले खोलेर देखाउँछु, अलिकति लामो भिडियो हुन्छ, एकछिनमा खोलेर देखाउँछु। यस अब यहाँ खोल्यो, बल्ल 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 यस खोल्यो। अब खोल्यो, अब यसमा चाहिँ रबर आउनुपर्छ, रबर, अनि त्यति टाइट गऱ्यो भने चाहिँ भइहाल्छ। म रबर काटेँ। यस एउटा यो रबर भएको चाहिँ यस्तो खालको चाहिँ खोजेर लिएर अब यो चाहिँ लगाएर चाहिँ म फेरि बनाउने छु रबर। यो रबर चाहिँ यहाँ लाउनुपर्छ, यहाँनिर त लगाएपछि चाहिँ स्क्रु कसिदिएपछि भात तड्दैन। निस्क्यो तिम्रो त टाइट पनि छ। यहाँ सब पस्यो। अब यस्तो स्क्रु कस्नुपर्छ। ए कतापट्टि दिस वान, यो चाहिँ अब कस्नुपर्छ यसरी। टाइट कसेर चाहिँ यसरी कस्नुपर्छ है साथीहरु, यसरी गर्नुपर्छ। भात मजाले पाक्छ त्यहाँबाट। खुट्टा दुखेर अलिकति भएन, मजाले पक्रेर नभन्छ मजाले बनाइदिए। यहाँ कसिदियो। Yeah, it's tight now. Let's say make. Okay, now it's tight. It's tight now. This one. अब यो लाउनु पर्छ है. Finish. Okay, bye bye.